यहाँ सुन्ने खुरुक्क लगाएर भिडियो हेर्ने बुझिस। सुटिङ हुन लागेको रहेछ ठ्याक्कै यो एफआर भित्र फेरि हैन। कुन चाहिँ मुभी बन्न लागेको अवस्था छ यहाँ थाहा छैन हैन। कसले के भेटाएको रे साडी। हेलो नमस्ते यहाँहरु सम्पूर्णलाई वेलकम टु ब्याक माई युट्युब च्यानल। फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ फेरि मैले एफआईआर को न्यू भिडियो लिएर आउँदैछु। मेरो भिडियोलाई लाइक कमेन्ट शेयर गरिदिन नभुल्नु होला। धन्यवाद। हाई हाई यो ठाउँमा घुम्न आउँदैछु है हामी चाहिँ टक्क लाएर। कस्तो लाग्छ हैन हेरेर साथ सपोर्ट गरिदिनु होला। रानी माया साथी हुनुहुन्छ दुईजना। हाम्रो ग्रुप चाहिँ खासमा 4 जना थियौँ हैन। 4 जनामा एकजना चाहिँ आज आउन भ्याएन भन्दा पनि आज सुट्ने अरे हैन। त्यही भएर आज चाहिँ यहाँ चने छ अनि यहाँ यो साइड विशाल हुनुहुन्छ हैन। अनि यहाँ साइडमा चाहिँ एफआईआर को यहाँ चाहिँ म छु अनि गौरव चाहिँ रुममै छ हैन। खासमा हाम्रो 4 जनाको आज यता घुम्ने प्लानिङमा थियो सकेन। ठिक छ त्यो छैन हैन। 3 जना भए पनि मस्त रमाइलो गरौँला अनि त्यसपछि एकछिन घुमाउँला अनि त्यसपछि घरतिर जाउँला हैन। कुला अंकल बोले सिक्नु न कुला उला बस्नु पिपिटा ए साने नि त। अब हामी भित्र आइपुग्यो नजिक। यो हो नि त तरिका हैन यार। ओ माय गॉड खै ग्राउन्ड ए यहाँ त भलिबल ग्राउन्ड पनि रहेछ त यार है। ओ माय गॉड पुरै चौर जाम न हेर्नु जाम। हो के यो चौर नै हो कि त्यो उसो ए ओ यो चाहिँ भलिबल ग्राउन्ड है। यो भित्रको हैन यो एफआईआर भित्रको ग्राउन्ड हो। ओ दामी छ त या खै विशाल। ओहोइ सही खतरा हो या खतरा। एकछिन भिडियो बनाउन हामी पनि है। सही हो यार है। चाहे नि चाहिए सादा आत्याला फोटो सोटो गात्याला ना तुरुङमा खल्पछि। हामी यहाँ बल खेलिसकेको अवस्था। हाम्रो फर्स्ट सदर यता हुनुहुन्छ हैन अनि हाम्रो सेकेन्ड सदर यता हुनुहुन्छ। खासमा उहाँको नाम चाहिँ उसो हो के रे मेरो नाम है म आफैलाई थाहा छैन हो। ए नामै थाहा छैन है मेरो चाहिँ। ल नाम नभएको मान्छे रे यता चाहिँ हाम्रो नाम नभएको मान्छे। अनि म चाहिँ नाम भएको मान्छे गाइस। मेरो पनि नाम छ मलाई पनि नाम लिएर बोलाउनु हुन्छ केटाकेटीहरूले हैन। मेरो नाम पनि छ। ओ यता चाहिँ कोच है यता विशाल हो। यता चाहिँ नाम नभएको मान्छे। अब हामी चाहिँ यो ठ्याक्कै यो एफआईआर भित्र जान लाग्यो केटाकेटीहरू। यहाँ सुन्ने खुरुक्क लगाएर भिडियो हेर्ने बुझिस। ल अब हामी यहाँ भित्र जान लाग्यो हैन। कस्तो हुन्छ कस्तो देखिन्छ कस्तो लाग्छ कमेन्ट गरिदिनु होला टक्क लगाएर। ल हामी भित्र छिरिसकेको अवस्थामा ठ्याक्कै यता चाहिँ के भन्छ सुटिङ हुन लागेको रहेछ ठ्याक्कै यो एफआईआर भित्र फेरि हैन। कुन चाहिँ मुभी बन्न लागेको अवस्था छ यहाँ थाहा छैन हैन। अब फेरि यहाँ सुटिङ हुन लागेको रहेछ। आज सुटिङ हेर्न पाउँछ कि जस्तो लाग्छ मलाई चाहिँ है।
ठ्याक्कै यो प्लेसभित्र छिर्न लगाएको बेलामा ठ्याक्कै साइडमा सुटिङ हुन लागेको रहेछ पुरा सामग्रीहरू मिलाउनु छ बरु आज हुन्छ कि कहिले हुन्छ भन्ने कुरा थाहा छैन यो ठाउँमा चाहिँ धेरै फिल्महरू पनि रेकर्डिङ भइसकेको रहेछ मैले एउटा सङ भेटाएको थियो यहाँ जिनियस मुभी रहेछ होइन साउथ फिल्म्स त्यतिखेर मैले देखाएको थिएँ यो भ्यू चाहिँ अचम्मै राम्रो क्या होइन ठ्याक्कै यहाँ घुम्न आउने मान्छे पनि धेरै छ ओ माई गड यस्तो पो हो त होइन भ्यू ओ नाइस नाइस अब कति हेर्छ होइन कुन सुटिङ भएको छ ठ्याक्क आएर ओ माई यति प्लेस हुन्छ के होइन जानु पर्छ दुई मिनेट प्लेस कम यहाँ ठ्याक्क भित्र लगाउँछ भित्र पनि हुन्छ होइन भित्र महल आहा तपाईँ दुई मिनेट ओ छानी हाल्छ होला बाबा छिटा जान्छ हो सर हामी ए यहाँ कति ए भाइ म हामी देखाउ गर्ने भन्छ हैन भित्र आउने हुन्छ ओ माइ गॉड यहाँ चाहिँ के तर पानी खाँदैछौँ हैन अब पानी सोलीले के भेटाएको रे चाँडी ब्रासेट भेटाएछ हैन खाजा खाने पैसा आयो भनेर उफ्रेको छ साथी चाहिँ हो अनि ट्याक्कै यो चाहिँ हैन ब्याक साइडको भयो यो एफआरआई अनि यता अगाडि साइड हो हैन यतातिर घुमेर चाहिँ ठ्याक्कै उताबाट घुमेर चाहिँ ठ्याक्कै यतातिर आउने हो अनि यताबाट आएर ट्याक्कै यता निस्केर अब रुम चाहिँ जाने बेला भयो घाम पनि यहाँ लागिसक्यो पुगिसक्यो हैन अब हामीले अस्ति फोटो खिचेको चाहिँ ठ्याक्कै यही हो सोल्डीले पानी सुँगाएर गाल्दी यहाँ सुटिङ हुन लाग्छ देर भरे एउटा स्याग मालकै सुटिङ गर्छ म त स्याग नल्दैछ स्याग माल छे पाँच मात्रै हाल के पुरै स्याग हाल्छ दन्जे बाउजाको समय स्याला पनि समय स्याला पनि समय स्याला वाला नि त सुटिङ भएको त तानामले त पामले डाइरेक्टर हालिहालेपछि हैन इसको लसिङ खाने अनिखेरि नाराज हल्का दे खास गरे पुरा यहाँ यताको मान्छेलाई पुरा साइडमा राखेको छ हामी पनि साइडमै छौं हैन पुरै साइडमै छौं सबै घुमिसक्यो अब उता जाने भनेको सुटिङको कारणले जानै पाएन यतातिर घुमेर अब जाने हो उता सुटिङ भइरहेछ क्या गाइस सुटिङ ल गाइस अब हामी चाहिँ रुमतिर हिँडेको है पाएन नि त राम्रोसँग घुम्न नि पाएन उता सिटी बजाइछ गार्ड साहबले अब गइहाल्ने हो हैन टाइम नि सकेछ अनि सुटिङको कारणले पनि होला सायद हैन गइहाल्ने अब तक्क लगाएर भन्दै हाम्रो भिडियोहरु चाहिँ कस्तो लाग्छ हैन हेरेर लाइक शेयर कमेन्ट गरिदिनु होला धन्यवाद अनि अस्तिको हामीलाई माया र साथ भन्ने सधैँ यसरी नै दिइराख्नु होला बाइ बाइ गाइस सलाम अलैकुम बाइ है